वेलकम फ्रेन्ड, तपाईहरुलाई स्वागत छ द नेपाली रिभ्युअरको अर्को नयाँ रिभ्यू भिडियोमा। मान्छेले जस्तो रोप्यो त्यस्तै उम्रिने रहेछ। मुला रोप्यो मुला, आलु रोप्यो आलु। आजको यो भिडियोमा अपकमिङ मुभी वरिष्ठ बलरामको भर्खरै रिलिज ट्रेलर रिभ्यू गर्न गइरहेका छौं। लगभग 3 मिनेट 55 सेकेन्ड आसपासको सोशल ड्रामा जनराको यो ट्रेलर के कस्तो छ त्यसको बारेमा आजको यो भिडियोमा कुरा गर्न गइरहेका छौं। फिल्ममा लिड रोलमा दयाङ राई, विजय बराल, समृद्धि अर्याल, माउत्से गुरुङ जस्ता कलाकारलाई देख्न सकिन्छ। फिल्मलाई सुरेन्द्र पौडेलले डाइरेक्ट गरेका छन्। फिल्ममा प्रेजेन्ट स्टोरी ट्रेलर हेर्दा स्यान माफिया जो चाहिँ दयाङ राई हुन्छन्, उनको क्यारेक्टरलाई फिल्ममा वरिष्ठ नाम दिएको छ, जो एकमना नामको खोलाको ढुङ्गा र बालुवा चोरी गर्ने माफिया हुन्, जसले पुरै सिन्डिकेट बनाएर ढुङ्गा र बालुवा चोरी गरिरहेका हुन्छन्। सम्भवतः त्यो एकमना खोलाबाट ढुङ्गा र बालुवा वरिष्ठ भन्दा अगाडि बलराम यानि कि विजय बरालले कब्जा गरेको थियो। यस्तैमा वरिष्ठको हस्तक्षेप एकमना खोलामा हुन्छ। त्यसपछि वरिष्ठ र बलराम बीचको टकरार नै फिल्मको कहानी हुने देख्न सकिन्छ। अब आफ्नो पहिचानको लागि समाजसँग लड्दै आएको एउटा ड्राइभर र यस्तै स्यान माफिया बीचको टकरारमा कसको जित होला त, त्यो भने हेर्न बाँकी नै छ। ट्रेलरमा जातीय सहिष्णुतालाई पनि मिठो र सान्दर्भिक रूपमा चित्रण गरिएको देख्न पाइन्छ, जसले फिल्मलाई एउटा स्याटिस्फाइङ सोशल ड्रामाको रूपमा पस्किने फिल ट्रेलरले गराउँछ। ट्रेलर लेभलमा स्क्रिन प्लेको कुरा गरौँ। नेपाली फिल्म इन्डस्ट्रीमा अहिलेको समयमा नेपाली बक्स अफिसलाई लिएर हेर्ने हो भने दयाङ राई र विजय बराललाई दो भाइ दोनो तपाईँ भन्न सुहाउँछ। एक्टिङ करियरको सुरुवातदेखि नै एकसाथ पर्दामा देखिएका यी दुई जोडीले बक्स अफिसमा सक्सेस एकसाथ धेरैचोटि चाखेका छन्। प्राय दयाङ राईको फिल्ममा सपोर्टिङ रोलमा देखिने विजय बराल योपालि भने मेन लिड रोलमा देखिएका छन्। फिल्ममा प्राय जिग्री दोस्तको भूमिकामा देखिने यी दुई जोडी फिल्ममा यसपालि कट्टर दुश्मनको भूमिकामा उत्रिँदैछन्। फिल्ममा हिरोको रोलमा विजय बराल हुने ट्रेलरले प्रश्न पार्छ। यस्तै एन्टागोनिस्ट यानि कि मेन भिलेनको रोलमा दयाङ राईलाई देख्न सकिन्छ, जसले गर्दा फिल्म प्रति अझ इन्ट्रेस्ट बढेको छ। जेस दयाङलाई पछि केही खतरा र केही नयाँ अवतारमा देख्न सकिन्छ। ट्रेलरमा दयाङ र विजय बरालको जति नै सिनहरू छन् इन्ट्रेस्टिङ देख्न सकिन्छ। जेस यी दुई जनाको टकरार फिल्ममा कुन लेभलको हुने हो त्यो हेर्न नेक्स्ट लेभल इन्ट्रेस्ट बनाउँछ ट्रेलरले। यस्तै माउत्से गुरुङ ट्रेलर लेभलमा काम राम्रो छ। पशुपति राईको काम नि राम्रो देख्न सकिन्छ। फिमेल लिड रोलमा समृद्धि अर्याललाई देख्न सकिन्छ। जति काम छ ठिकठाक छ। जेस स्क्रिन प्ले ठिकठाक देख्न सकिन्छ। फिल्मको स्टोरी एज युजुअल हुने देखिए तापनि कुनै सिनले स्टोरीमा ट्विस्ट एन्ड टर्न गजबको हुने फिल गराउँछ। बीजीएम पनि ट्रेलर लेभलमा ठिकठाक छ। सिनेमेटोग्राफी एक्सपेक्टेड नै छ। मुभीको डाइरेक्सन पनि ट्रेलर लेभलमा ठिकठाक हुने देख्न सकिन्छ। मुभीको डाइरेक्सन ओभर द टप हुने एक्सपेक्टेसन चाहिँ म कमै राख्छु। ट्रेलरले मुख्य नयाँ 3वटा कुरालाई प्रकाश पारेको देख्न सकिन्छ। एउटा जातीय सहिष्णुता, एउटा गरिबी र समाजको दृष्टिकोण, अर्को भनेको चाहिँ भूमाफिया र स्यान माफिया जस्ता सिन्डिकेट। ओभरअलमा भन्नुपर्दा राजनीतिक संरक्षणमा मौलाएका माफिया सिन्डिकेटको दादागिरी एकदम पर्फेक्ट वेमा चित्रण गरिएको छ। ओभरअलमा भन्नुपर्दा ट्रेलरले केही नयाँ छाप छोड्छ। मेरो एक्सपेक्टेसन फिल्म प्रति त्यस्तो ओभर द टप नभए पनि फिल्म हलमा फिल्म मजाले इन्जोय गर्ने माहौल फिल्मले बनाउँछ भन्ने चाहिँ छ। जेस दयाङ राई र विजय बरालको टकरार हेर्न चाहिँ एकदम इन्ट्रेस्ट छ। यो फिल्म कार्तिक 6 गते भाइटिकाको अवसरमा रिलिज हुन गइरहेको छ। अब वरिष्ठ र बलरामको नोकझोक हेर्न तपाईहरु कति एक्साइट हुनुहुन्छ कमेन्टमा अवश्य भन्नु होला। फ्रेन्ड्स, आजलाई यति नै। तपाईहरुलाई यो भिडियो कस्तो लागिरहेछ सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब माइ च्यानल बायोटेक।